वीर शमशेरले विदेशमा अस्पताल देखेर अस्पताल चाहिँदो रहेछ भनेर वीर अस्पताल खोलिदिनु भयो। अर्को कहिले खोल्यो? नसक्नेको टाउको दुखाइ चाहिँ सरकारले बोक्नु पर्यो। 7,000 चान्चुन वडा अध्यक्ष भनौँ न सरदर 7,000 वडा अध्यक्ष चाहिँदो रहेछ नागरिकको अधिकार गाउँसम्म पुर्याउन भन्ने कुरा नेताले बुझे। 35,000 वडा सदस्य चाहिँदो रहेछ अझ त्यसलाई डिस्ट्रिब्युट गर्नलाई, त्यो बुझे। अनि 1,500 डाक्टरले देश चल्छ हजुर। प्रश्न कसले गर्नुपर्ने भन्ने सम्पन्न र शिक्षितले। हामी त नेक्स्ट डोरमा गएर 500 रुपियाँ तिरेर देखाइहाल्छौँ नि, हामीलाई समस्यै छैन। तिनीहरूले पटक पटक भनेको छु, यो देश बिगार्न दुईटा मात्रै मान्छे जिम्मेवार हो, शिक्षित र सम्पन्न। गरिबले यो देश कहिले पनि बिगारेको छैन। न उसको बोली बिग्छ, न उसले बिगार्न सक्ने क्षमतै राख्छ। एउटै गल्ती गर्ला, गलत मान्छेलाई भोट दिँदैन। त्योभन्दा ठुलो उसले गल्ती कहिले पनि गरेको छैन।